बिहान 8 बजेबाट भत्काउँलान्। हामी जुलुस गर्न तयार छौँ, रेडी भएको छौँ भनेर बसिया होला साथीहरू। साला बिहान 5 बजेबाट हान्दैछ। हेलो साथीहरू, तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो पुरानो हेटौँडा भत्किँदैछ है। अब नयाँ हेटौँडा बन्दैछ है। कतिजनाको चाहिँ मन दुख्दै होला, नदुख्नु होला। अब केही पाउन केही गुमाउनु पर्छ, त्यही भएर सुन्दर हेटौँडाको परिकल्पना साथै आजको दिन चाहिँ आज भत्काएको जरुर देखिरहेको छ है। अब नयाँ बनेको देख्नु पाउने चाहिँ यो आँखा चाहिँ। र त साथीहरू, तपाईँहरूलाई कस्तो लाग्दैछ है, प्रतिदिन होला। घरहरू भत्काउने कार्य भइरहेको छ। 25 मिटर गज फराकिलो गर्नलाई, बाटो फराकिलो गर्नलाई राष्ट्रिय रूपमा विदेशी 25% संरचनाहरूलाई उक्त सीमा खाली आफ्नो संरचना तथा सामग्रीहरू सौचित एवं सुरक्षित स्थानान्तरण गरी सडक सीमा खाली गरिने सम्बन्धित सभामा सडक निर्माण एक अनुरोध गर्दछ।